So finally guys, म चाहिँ अब आफ्नो घरबारीमा आएको छु घाँस काट्नको लागि। घाँस काटेर चाहिँ म चाहिँ जाने हो घर। आइए म चाहिँ आज घाँस काट्न आइदिएको वनतिर। त्यसपछि घाँस काट्ने अनि त्यसपछि बारी लिएर घर जाने। कस्तो नड्या क्या हँस्या पनि। कपाल मिलाउनु पर्यो। कस्तो घाम भएको। घाँस चाहिँ फुत्त त्यहाँतिर फाल्दियो। लौ खा अड्क्यो त्यहीँनिर। बरै अनि अब चाहिँ मान्छे बिस्तारै बिस्तारै घाँस काट्न लागे। घाँसहरू काटेर घाँस पनि त्यस्तै हो, एक एक औँचा गरेर काट्नुपर्छ। सबै बाख्रा बालाहरूलाई पुऱ्याउनको लागि। खाँदा पनि खाँदैन, मिठा मस्ता घाँसहरू रोप्छ काट्नु पर्यो। एक एक औँचा गर्दै मिठो पार्दै घाँस बारी चाहिँ पुऱ्याउनु लाग्यो। 3-4 मिनट पुऱ्याएँ। फेरि उको पनि चढ्नु त भिडियो बनाइदिने मान्छे पनि कोही छैन। बनाउनु भने कति मन लाग्छ आफूलाई। त्यो पनि त्यहीँ गएर अल्झिहाल्छ, त्यहीँ गएर अड्किहाल्छ। ओ मर फेरि आउँछ अर्को पनि। फाइनली अब फेरि खसाउने पालो। अब चाहिँ भुइँको घाँस काटेर भ्यायो। अब पालो चाहिँ रुख चढ्ने। ठुलो रुख चाहिँ अब चाहिँ यो रुख चढ्ने। यसलाई चाहिँ भन्छ जेङ्गटको रुख। यो रुख चाहिँ के को जस्तो लाग्छ तपाईँहरूलाई? वचनले पोल्यो मुटु मायाको के कुरा गर्छु। मुटु मेरो छिया छिया आँसुको के बात गर्छु। वचनले पोल्यो मुटु मायाको के कुरा गर्छु। मुटु मेरो छिया छिया आँसुको के बात गर्छु। त्यो चाहिँ भिडियो खराब भएर है मैले चाहिँ गाना गाएर हालिदिएको। मेरो भिडियो नि बेकार भयो। यस्तो मैले यस्तो गरेर गराएको थिएँ नि, यति स्लो भयो। त्यही भएर चाहिँ मैले चाहिँ यस्तो गरेर हाल्नु परेको छ कि आफ्नो भोइस गरेर। खासमा मलाई यो पनि गर्न आउँथेन। तर मैले यसो हेरेँ कतै हुन्छ कि भनेर चाहिँ फेरि अब यति मिहिनेत गरेर बनाएको भिडियो डिलिट गर्नु पनि मन लागेन मलाई। त्यही भएर गाना राम्रो हुन्छ। गाइरहेको गाना पनि सुरिलो निस्किनु मुखबाट। गाना चाहिँ गाउँछु भनेर वचनले पोल्यो मुटु
मायाको के कुरा गर्छौ मुटु मेरो छिया छिया आँसुको के बात गर्छौ वचनले पोल्यो मुटु मायाको के कुरा गर्छौ मुटु मेरो छिया छिया आँसुको के बात गर्छौ वचनले पोल्यो मुटु अब मैले भिडियो हेर्छु भनेको त मेरो त दिमाग खराब भइगयो ल हुन्छ जसले पनि मेरो भिडियो हेर्नुहुन्छ त्यहाँलाई धेरै धेरै धन्यवाद सो नेक्स्ट भिडियोमा चाहिँ मैले फुल कोसिस गर्छु त्यस्तै गरेर तपाईँले सोचेको जस्तो गरी भिडियो बनाउने है गाइस सो थ्याङ्क यू सो मच टाटा बाई बाई मिल्छौँ हामी फेरि नेक्स्ट भिडियोमा यो चाहिँ मेरो पहिलो भिडियो हो सो